आशीर्वाद आइवारहरू लगायत सम्पूर्ण साथीमा सबभन्दा पहिले म जय नेपालको अभिवादन शुभेच्छा गर्न चाहन्छु। साथीहरू, अब धेरै भाषण गर्नु होइन, हामी काममा जुट्नु पर्ने भएको छ। पार्टी सुध्रेर आएको छ, नीतिगत सुधार भएको छ, कार्यक्रममा सुधार भएको छ। तर हामी परम्परागतमै छौँ। आजको यो कार्यक्रम पनि यस्तो प्रकारले पहिलेकै यस्तो कार्यक्रम सबैलाई हस्पिटल, सबैलाई कुलनीति इत्यादि भयो। उम्मेदवारहरूलाई प्रस्तुत गर्ने को ठाउँमा कसलाई के प्रभाव पर्छ, कसको प्रभाव परेछ, त्यो व्यक्तिलाई त्यहाँको काङ्ग्रेसको बारेमा, त्यहाँको स्थानीय समस्याको बारेमा बोल्न लगाउने। बस अनि हाम्रो अभियान भन्छौँ भने यति नै गरियो भने हाम्रो सुधारियो भन्ने बोल्न आफ्नो मलाई लाग्छ। मैले अघिकै कार्यक्रममा भनेको थिएँ, लोकतन्त्र र हामीले सबै भन्न थाल्यौँ भने एमाले पनि त्यही भन्छ, भाटीवाला पनि त्यही भन्छन्, अरू पनि त्यही भन्छन्, काङ्ग्रेस पनि त्यही भन्छ। मान्छेले फरक देख्दैन। हामीले सुधारेका छौँ। पुरानो विरासतमा फर्कने भएर हामीले अघिल्लो वारसमा तपाईँ हामी सबै बसेर विषयवादीसँग हामीले पास गएको होइन। अहिले हामी पनि लोकतन्त्र लेखिरहेको छौँ। भनेको यसले हामीलाई पछि गएर सत्ता पर्छ। हामी अरू र पार्टी र हाम्रो पार्टीको बिचमा फरक देखिएर अरू र हाम्रो बिचमा फरक देखिएर जनता भक्क पर्छ। हामी अरू र हामी फरक छौँ भनेर हामीले अरूको लागि पनि हामीले हाम्रो विरासतमा फर्कन जरुरी छ। त्यसलाई म साथीहरू अनुरोध गर्न चाहन्छु। त्यसलाई नगरेर अर्को कुरा के भने देशलाई शान्ति चाहिएको छ र स्थायित्व चाहिएको छ। अरू कुनै पार्टीबाट स्थायित्व पनि शान्ति पनि प्राप्त गर्न सक्दैन। कसैले न कम्युनिस्टले, न अरू कसैले, न अरू नयाँ घटी पहिला पार्टीहरूले कसैले पनि त्यो स्थायित्व प्रदान गर्न सक्दैन। केवल काङ्ग्रेस आउँछ। काङ्ग्रेसले पनि आफ्नो विरासतमा भजो काङ्ग्रेस, आफ्नो विरासतमा भजो काङ्ग्रेस परिवर्तित अवस्थामा चलाएको काङ्ग्रेसले मात्रै त्यो समस्यालाई समाधान गर्न सक्छ। त्यसैले हामी नेतृत्व देखिँदैन सबै परिवर्तन भएर आएको अवस्थामा अब हामीलाई दुविधा केही छैन। हाम्रो नेतृत्व चेन्ज भएको छ। प्रधानमन्त्रीको हाम्रो घोषणा हामीले अहिले गरेका छौँ। को प्रधानमन्त्रीलाई भनिस् कहीँ गरेर त्यो दुविधाको बाटोमा छैन। त्यसैले नयाँ प्रधानमन्त्री हामीले सुधारेको प्रधानमन्त्री पार्टी सभापति थावाको नेतृत्वमा सरकार बनाएर देशमै चाहेको स्थायित्व पनि र शान्ति पनि, स्थायित्व पनि शान्ति पनि प्रदान गरेका छन्। काङ्ग्रेस सबै एकजुट परेको छ। प्रजातन्त्रवादी एक ठाउँमा उठ्न पनि भएको छ। हामीलाई काङ्ग्रेस नभएका साथीहरू पनि स्थायित्व र शान्ति चाहिने हो भने काङ्ग्रेसका उम्मेदवारलाई विजय गराउनुका निम्ति म समाजसभा दबाउबाट सबैलाई अनुरोध गर्न चाहन्छु। अरू पार्टीलाई अर्कोपल्ट भोट दिउँला, आफूलाई बोलाउने पार्टीलाई नगरौँला। देशमा शान्ति चाहिएको छ, स्थायित्व चाहिएको छ। अन्तर्राष्ट्रिय जगतमा हाम्रो गरिमा घटाउनु पर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रीडास्थलबाट देशलाई घटाउनु छ। त्यसका लागि काङ्ग्रेसको नेतृत्व जरुरी छ। काङ्ग्रेसको अगुवाईको जरुरी छ। काङ्ग्रेसको अगुवाई गर्दा मात्रै एउटै गरेर थावाले के गर्छ, एउटै कुनै कसैले पनि के गर्छ। हामी सबै मिलेर गर्ने हो। सबै मिलेर भएको हाम्रो संविधानमा हाम्रो व्यवस्थामा भएअनुसार हाम्रा कुराहरूलाई आएर हाम्रो नेतृत्व गर्ने हाम्रो पार्टी सभापतिको, हाम्रो प्रधानमन्त्रीको हात बलियो बनाउने काम हो। त्यसैलाई साथीहरू म अनुरोध गर्न चाहन्छु, कसैलाई मन पर्ला नपर्ला त्यो आफ्नो ठाउँमा छ। निजी कुरा कसैको बारेमा चित्त नबोल्ला, आफ्नो ठाउँमा छ। कसैका बारेमा कसैले टिका टिप्पणी गर्ने काम, कुनै किसिमको शिकायत गर्ने काम, कुनै किसिमको दुविधा पाल्ने काम, कुनै प्रकारको गुनासो गर्ने काम यो बेला होइन। हामीसँग 1 महिना करिब चुनावको धेरै बाँकी छ। 1 महिना करिब बाँकी छ। 1 महिना करिब हामीसँग बाँकी छ। 1 महिना कसैले पनि आफ्नो हितलाई व्रतको रूपमा छोड्नु सक्दैन। केवल काङ्ग्रेसको विजय, केवल रुख चिन्हमा मतदान, केवल हाम्रा उम्मेदवारहरूलाई अत्यधिक मध्ये विजय गराउने, केवल हाम्रो नेतृत्वलाई तागत दिने, शान्ति र स्थायित्वको लागि, देशमा शान्ति र स्थायित्वको लागि हाम्रा नेताहरूलाई तागत दिने काम गर्ने। त हामी एकबद्ध भएर लाग्नुपर्छ। सङ्कल्पको साथ गाउँ गाउँमा, घर घरमा जाउँ, सबैलाई बुझाउँ। तपाईँकै ठाउँमा रहनुहोस्, तर यसपल्टको भोट तपाईँको स्थायित्वको लागि, स्थायित्वको लागि काङ्ग्रेसलाई दिनुहोस् भनेर हामीले सबैलाई अनुरोध गरेर सबैको भोट काङ्ग्रेसमा पार्ने व्यवस्था गरौँ। हामी अत्यधिक बहुमतले विजय गराएर कास्कीमा म तपाईँलाई फेरि दोहोऱ्याउन चाहन्छु। अझै मैले भनेको थिएँ 15 सालमा सबै ठाउँमा 5वटै निर्वाचन क्षेत्र थिए। हाम्रो 3 नम्बरमा 5वटै क्षेत्रमा यहाँ स्वामी प्रेमचन्द्रको अगुवाईमा निर्वाचन भएको थियो। 5वटै निर्वाचन क्षेत्रमा काङ्ग्रेसले विजय प्राप्त गर्यो। त्यो इतिहास बिचमा धेरै पिरो, धेरै गडबड भयो। 2056 सालमा हाम्रो 3टा निर्वाचन क्षेत्र थियो काशीमा। हामीले 3टै निर्वाचन क्षेत्रमा 56 सालमा म सभापति थिएँ। त्यही 3टै निर्वाचन क्षेत्रमा काङ्ग्रेसको उम्मेदवारलाई विजय गराएर हामी इतिहास बदलाएर आएका छौँ। अहिले त्यही अवस्था फेरि इतिहास दोहोरिएको छ। अहिले इतिहास फेरि दोहोरिएको छ। सबै तर्फबाट काङ्ग्रेस चाहिएको छ। सबैका तर्फबाट काङ्ग्रेस चाहिएको छ। सबैलाई नेतृत्वमा काङ्ग्रेस चाहिएको छ।
देशलाई दायित्व दिन काङ्ग्रेस चाहिएको छ, युवाहरूको भविष्य ग्यारेन्टी गर्न काङ्ग्रेस चाहिएको छ, अन्तर्राष्ट्रिय जगतको हाम्रा गएका युवाहरू फर्केलाउने वातावरण त काङ्ग्रेसको नेतृत्व चाहिएको छ, नीतिगत सुधार चाहिएको छ। त्यसैले चाहिँ जताततैबाट काङ्ग्रेस चाहिएका बेलामा हामीले चाहिँ काङ्ग्रेसलाई नै नेतृत्वमा खाली गराउने काम हामीले गर्न सक्यौँ भने फेरि इतिहास फेरि 82 सालमा आएर सबै ठाउँमा काङ्ग्रेस जितेको चाहिँ कुरा त्यहाँ हामी दर्ता गरेर राख्न सक्छौँ। यो अत्यन्तै महत्त्वपूर्ण अवसरलाई सुनेर म अनुरोध गर्न चाहन्छु र काङ्ग्रेसलाई बचाउनका निम्ति काङ्ग्रेसलाई बचाउनका निम्ति हामीले कति प्रश्नहरूबाट अहिलेको महासचिवले प्रस्तुत गरेका जति विषयहरू छन् ती विषय अझ सक्यौँ त्यो कसैले त्यसलाई काटेरै गर्ने हो भने काङ्ग्रेसलाई कसैले पराजित गर्न सक्दैन। काङ्ग्रेसलाई बढाउने आफ्नो आधारहरू दिएका अथवा हामीले पुनर्स्थापित गरेका भए भने कसैले काङ्ग्रेसलाई पराजित गर्न पाएको छैन। त्यसलाई यो बारेमा गम्भीर भएर सबैले काङ्ग्रेसको हित जानियो भने काङ्ग्रेसका सिद्धान्तलाई कार्यान्वयन गर्ने हिसाबमा जाउँ, काङ्ग्रेसको हित जानियो भने काङ्ग्रेसका उम्मेदवारलाई विजयी गराउने सक्रिय गरेर जाउँ, काङ्ग्रेसको हित जानियो भने काङ्ग्रेसको नेतृत्वमा सरकारमा आउने प्रतियोगिता गरेर जाउँ। आजको के आवश्यकता हो त्यो कार्यक्रममा सबै साथीहरू एकजुट भएर म अनुरोध गर्न चाहन्छु। म तपाईँको यो भावनासँग जहाँ जानुपर्छ त्यो ठाउँमा म जान तयार छु। म जान कहीँ पाइनँ भने म तपाईँको भावनाको रूपमा साथमा छु। मलाई प्रयोग गर्ने ठाउँमा सबै ठाउँमा साथीहरूले प्रयोग गर्नु होला। म सबैसँग सबै के मारे के मारवाडी के कामप्रवाद के सबै साथीलाई वादा गरेर म काङ्ग्रेस यो कारणले कार्यक्रममा भोट दिनुहोस् भनेर म सबैका वादा आफ्नो कुरा राख्न सक्छु। उहाँहरूको चित्त बुझाएर काङ्ग्रेसमा भोट दिनु मनोजलाई र आइवाले म के भन्न चाहन्छु भने एकछिन नगरौँ न, म यहाँ बोलिरहेको मनोजलाई र आइवाले म के भन्न चाहन्छु भने तपाईँहरू बढीभन्दा बढी साथीहरूको बारेमा भन्दा जनताका बारेमा विरोधीका बारेमा सहानुभूति राख्ने देशको बारेमा सोध्ने कुरोको बारेमा प्रस्तुत हुनु होला। मलाई जति व्यक्तिगत सम्पर्क बनाउन सक्यो त्यति व्यक्तिको मन प्रभाव पार्न सक्यो त्यति काङ्ग्रेसलाई फाइदा हुन्छ। अहिले साथीहरू धेरै आपसमा आफ्ना कुरा गरिकन काङ्ग्रेसको बारेमा कुरा गरेर अगाडि बढ्न साथीहरूलाई निर्देशन दिएका साथीहरूलाई पुगेको छ। हामीले अरूहरूलाई जसले काङ्ग्रेस भित्री रूपबाट कुरा चाहन्छन् काङ्ग्रेसका प्रति सचोट केही किसिमका कुराहरू छन् भने त्यसलाई सम्पर्क गरेर उनका मनमा भएको कुराहरू निराकरण गरेर उनको समर्थन काङ्ग्रेसमा दिनुपर्ने जरुरी छ। त्यसकारण उनीहरूले व्यक्तिगत सम्पर्कमा बढी ध्यान दिएर अगाडि बढ्ने सल्लाह दिँदै म यो कार्यक्रमको सफलताको कामना गर्न चाहन्छु। धन्यवाद।